देउनिया पुलको छाया झापाको भद्रपुरदेखि करिब 4.5 किलोमिटर दक्षिण र पृथ्वीनगर हिमालीबाट 7 किलोमिटर उत्तरतर्फ पर्ने त्यो सुनसान ठाउँ देउनिया पुल समाधिस्थल। दिनको उज्यालोमा सामान्य देखिए पनि साँझ परेपछि यो ठाउँ आफैमा एउटा डरलाग्दो संसार बन्छ। हिमालीबाट ओह्रालो झर्दै सोमबारे, चाराअली र सागरमाथाको बाटो हुँदै करिब 1500 मिटर तल झरेपछि समाधिस्थल आइपुग्नु अघि एउटा ठूलो पुल पर्छ। त्यसको अलि अगाडि सानो पुल। यी दुई पुलको बीच करिब 200 मिटरको दूरी छ। यही 200 मिटरले धेरैको रातको निन्द्रा हराम बनाएको छ। छायाले बाटो काट्ने घटना। साँझ परेपछि यहाँ हिँड्ने मान्छे कमै हुन्छन्। एकजना स्थानीय युवक साँझ मोटरसाइकलमा घर फर्किँदै थिए। ठूलो पुल पार गरेपछि अचानक हेडलाइटको उज्यालोमा मानिस जस्तै देखिने कालो छाया बाटो काटेर हरायो। ब्रेक हान्दा मोटरसाइकल चिप्लियो। उठेर हेर्दा न त कोही मानिस न त जनावर, तर चिसो हावा र कानमा गुन्जिने फुसफुस आवाज, फर्क फर्क। किचकण्डी सुन्दरी। सानो पुल नजिकै धेरैले एउटी अत्यन्त सुन्दरी युवती देखेको दावी गर्छन्। सेतो सारी, खुल्ला कपाल, मधुरो मुस्कान। ऊ एक्ला यात्रीलाई बोलाउँछे, दाई, अलिकति सहयोग चाहियो। जो नजिक जान खोज्छ उसले अचानक उसको खुट्टा उल्टो भएको देख्छ। आँखा रातो बन्छ, मुस्कान डरलाग्दो हाँसोमा बदलिन्छ। भोलिपल्ट ती मान्छेहरू ज्वरो, डर र अजीब सपना देखेर बिउजिन्छन्। बुढापाकाहरू भन्छन्, यो समाधिस्थल वरिपरि कहिल्यै पूरा नभएका आत्माहरू भट्किरहेका छन्। कुनै बेला अन्यायमा परेका, कुनै अपघातमा ज्यान गुमाएका आत्माहरू साँझ परेपछि जाग्छन्। त्यसैले स्थानीयले भन्छन्, साँझपछि एक्लै नहिँड्नु। पुलको बीचमा रोकिनु हुँदैन। कसैले बोलाए भने पछाडि नफर्कनु, किनकि देउनिया पुलमा मानिस मात्र हिँड्दैनन्, त्यहाँ छायाहरू पनि हिँड्छन्। यो स्टोरी पार्ट 2 र 3 पनि आउँदैछ। लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइबर पनि गरिदिनुहोला। धन्यवाद।